ओके, हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। आज म तपाईँहरूको माझमा ज्ञान आरम्भको आइडी लगइन, केवाइसी देखि तपाईँको ड्यासबोर्ड कस्तो रहन्छ, कोर्सहरू हाम्रो कस्तो कस्तो टाइपले तपाईँले हेर्न सक्नुहुन्छ, सम्पूर्ण विषयवस्तुको भिडियो लिएर आएको छु। सो ध्यान दिएर हेर्नु होला। जेनरली अब सबैजनाले चलाउने गुगल क्रोमै हो। म गुगल क्रोममा गएँ। सर्वप्रथम तपाईँले गुगल क्रोम खोल्नुहोस्, टाइप गर्न सक्नुहुन्छ www.gyanaramba.com हेर्न सक्नुहुन्छ। यति टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्। गरिसकेपछि हाम्रो वेबसाइट खोल्नेछ, तपाईँले देख्न सक्नुहुन्छ। वेबसाइट हाम्रो खोलिसकेको छ। सम्पूर्ण वेबसाइटमा तपाईँहरूले वेबसाइटमा भएको कुरा सबै हेर्न सक्नुहुन्छ राम्रोसँग है। यहाँ हामीले सबै कुरो तपाईँहरूलाई देखाएको छौँ र यति गरिसकेपछि सर्वप्रथम तपाईँले अब यहाँ सबै कुराहरू बुझ्नको लागि तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो सबै तपाईँको वेबसाइटमा कोर्सको कुराहरू पनि हामीले सबै कुरो राखेको छौँ। कोर्स हाम्रो के छ भन्ने कुरा पनि तपाईँलाई हामीले देखाएको छौँ। यहाँनिर हाम्रो कोर्स कसको लागि हो त भनेर पनि हामीले हेर्न सक्नुहुन्छ। बिगिनर्स, प्रोफेसनल्स, इन्टरप्रेनर्स र बिजनेस ओनर्स सबैको लागि हाम्रो कोर्स रहेको छ। यसले कसरी काम गर्छ तपाईँले त्यो पनि हेर्न सक्नुहुन्छ। सर्वप्रथम तपाईँले सिलेक्ट योर कोर्स, कुन कोर्स तपाईँहरू स्टडी गर्ने, तपाईँहरू इनरोल हुने त्यो चुज गर्नु पर्यो। देन इनरोल एन्ड पे सेक्युरली तपाईँले इनरोल गर्नु पर्यो र पे गर्नु पर्यो। एन्ड लर्न एन्ड मास्टर स्किल्स, त्यहाँबाट तपाईँले के गर्नु पर्यो, कोर्स अथवा हाम्रो वेबसाइटमा इनरोल भइसकेपछि तपाईँले के गर्नु पर्यो, सिक्नु पर्यो र त्यो सिकेका स्किलहरूमा मास्टर गर्नु पर्यो। देन सेयर एन्ड स्टार्ट लर्निङ, तपाईँले त्यही कुरालाई अरूको माझमा अरूलाई आफ्नो सोसियल मिडिया थ्रु सेयर गरेर तपाईँले के गर्न सक्नुहुन्छ, अर्निङ गर्न सक्नुहुन्छ। र यहाँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो कोर्सहरू, हाम्रो प्याकेज 4वटा रहेको छ। ब्रोन्ज स्टार्टिङ प्याकेज रहेको छ, ब्रोन्ज प्याकेज, त्यहाँबाट सेकेन्डमा रहेको छ सिल्भर प्याकेज, थर्डमा रहेको छ गोल्ड प्याकेज र लास्टमा छ हाम्रो अन्तिम प्याकेज भनेको प्लाटिनम प्याकेज। हामीसँग अहिले ज्ञान आरम्भमा तपाईँको लगभग 15वटा कोर्सहरू हामीसँग एभाइलेबल छ र तपाईँले प्लाटिनम प्याकेजमा 15वटै कोर्स पाउन सक्नुहुन्छ भने तपाईँको ब्रोन्ज प्याकेजमा तपाईँले 4वटा कोर्स पाउनुहुन्छ, सिल्भरमा 7वटा कोर्स पाउनुहुन्छ, गोल्ड प्याकेजमा 10वटा कोर्स पाउनुहुन्छ र प्लाटिनममा 15वटा पाउनुहुन्छ। र यसरी तपाईँले कोर्सको डिटेल हेर्न सक्नुहुन्छ। त्यहाँबाट तपाईँ के गर्न सक्नुहुन्छ, सर्वप्रथम तपाईँले जस्तो मैले तपाईँहरूलाई यहाँ प्लाटिनमको देखाइरहेको छु। प्लाटिनम तपाईँहरूले यहाँ देखिसक्नुभयो। प्लाटिनम कोर्सको विषयमा यहाँ डिस्प्लेमा स्क्रिनमा देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईँले के गर्ने, यसमा लर्न मोडमा क्लिक गर्न सक्नुहुन्छ। लर्न मोडमा क्लिक गरिसकेपछि तपाईँको अगाडि खुल्नेछ, हेर्न सक्नुहुन्छ। खोलिसकेपछि तपाईँले के गर्नु पर्यो, यहाँ हेर्न सक्नुहुन्छ सबै कुरा हामीले यहाँ कोर्सको डिटेलको बारेमा पनि हामीले राखेको छौँ। यो तपाईँहरूले देख्न सक्नुहुन्छ कुन कुन कोर्सहरू तपाईँले हेर्न सक्नुहुन्छ भनेर। त्यहाँबाट तपाईँले के गर्नु पर्यो, गेट स्टार्टेड एन्ड साइन अप गर्नु पर्यो सबैभन्दा पहिला। हेर्नुहोस् है त, यति गरिसकेपछि तपाईँको एउटा अर्को पेज खुल्नेछ, लोड भइरहेछ, हेर्न सक्नुहुन्छ। ओके, अर्को पेज खुलिसकेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ क्रिएट एन एकाउन्ट। तपाईँले अब यहाँबाट के गर्न सक्नुहुन्छ, आफ्नो एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। र अब यहाँ तपाईँलाई म देखाउँछु सबै कुराहरू प्रोसेस वाइज हेर्न सक्नुहुन्छ। फर्स्ट तपाईँले आफ्नो नाम टाइप गर्नु पर्यो। मैले यहाँ नाम टाइप गर्दैछु, जसरी मैले तपाईँको गरेँ त्यसरी तपाईँले पनि गर्नु होला। मैले फर्स्ट नेम टाइप गरिसकेँ। त्यहाँबाट नेक्स्ट तपाईँको लास्ट नेम पनि टाइप गर्नु होला र त्यहाँबाट तपाईँको इमेल एड्रेस के छ तपाईँले टाइप गर्न सक्नुहुन्छ। आफ्नो इमेल एड्रेस हाल्नु होला। त्यहाँबाट तपाईँले एउटा कुनै पासवर्ड हाल्नु होला अनि त्यही पासवर्डलाई फेरि के गर्नु होला, कन्फर्म गर्नु होला। त्यहाँबाट तपाईँको कन्ट्री सेलेक्ट गर्नुहोस्, नेपाल। त्यहाँबाट तपाईँको डेट अफ बर्थ तपाईँले सेलेक्ट गर्न सक्नुहुन्छ। मैले ऱ्यान्डमली तपाईँको यहाँ डेट अफ बर्थ हालिदिइरहेको छु। तपाईँहरूले यहाँबाट आफ्नो एक्चुअल डेट अफ बर्थ के हो त्यो यहाँ सर्च गरेर हाल्न सक्नुहुन्छ। यहाँ तपाईँको सबै अप्सनहरू देखाएको हुन्छ। के मैले यहाँ तपाईँको यहाँ डेट अफ बर्थ हाल्न गइरहेको छु। तपाईँहरूले पनि यसरी नै हाल्न सक्नुहुनेछ। ओके, मैले 1979 ओके जुलाई त्यहाँबाट 8 तारिक हालेको छु। तपाईँले पनि आफ्नो डेट अफ बर्थ हेरेर हाल्न सक्नुहुन्छ। त्यहाँबाट आफ्नो नम्बर हाल्नु होला, मोबाइल नम्बर। त्यहाँबाट आफ्नो जेन्डर सेलेक्ट गर्नु होला र अब यहाँनिर आयो तपाईँको रिफरल कोड। अब यहाँ हामीले तपाईँहरूलाई भनेको थियौँ, तपाईँहरूले अहिले हामीले फर्स्ट 50 स्टुडेन्टलाई प्लाटिनम प्याकेजमा 50% अफ दिइरहेको छौँ र त्यो 50% अफ तपाईँले प्राप्त गर्नको लागि हामीले तपाईँहरूलाई ट्रेनिङमा मिटिङमा पनि भनेको थियौँ। हामीले तपाईँहरूलाई कोड पनि सेयर गरेको थियौँ र त्यो कोड मैले यहाँनिर कपी गरेको छु। म त्यही कोड हाल्ने छु, हेर्न सक्नुहुन्छ। र मैले के गरेँ, यहाँनिर कोड हालेँ। अब यो कोड मैले हाल्ने बित्तिकै तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर हाम्रो 14,000 को कोर्स तपाईँहरूलाई 50% डिस्काउन्ट 7,000 गरेर तपाईँको टोटल अब तपाईँले पे गर्नुपर्ने अमाउन्ट 7,000 यहाँ आइसकेको छ। र यति गरिसकेपछि तपाईँले कन्टिन्यू टु पेमेन्ट गर्न सक्नुहुनेछ। यति गरिसकेपछि तपाईँको नेक्स्ट पेज खुल्नेछ र यो पेजमा तपाईँहरूले हाम्रो कम्पनीको क्युआर देख्न सक्नुहुन्छ, ज्ञान आरम्भ मल्टिपर्पज प्राइभेट लिमिटेड। र तपाईँहरूले यो क्युआरमा जब तपाईँले पेमेन्ट गर्नुहुन्छ 7,000, त्यहाँबाट तपाईँले त्यो पेमेन्ट गरेको स्क्रिनसट यहाँबाट तपाईँले
कुनै एउटा जस्तो तपाईँले जुन पेमेन्ट गर्नुभएको स्क्रिनसट गर्नुभएको हुन्छ त्यसलाई तपाईँले के गर्नु सक्नुहुन्छ यहाँ राख्न सक्नुहुन्छ र मैले ऱ्यान्डमली एउटा कुनै अब यहाँ राखिदिएँ अहिले मैले यो राखिदिएँ तपाईँले त्यसै गरी राख्नुहोला र तपाईँले यहाँ हेर्न सक्नुहुन्छ पेमेन्ट मेथड के छ तपाईँको भनेर जस्तो मैले ब्याङ्क ट्रान्सफर गरेँ मैले ब्याङ्क ट्रान्सफरलाईमा ओके गरेँ देन तपाईँको यहाँ हेर्न सक्नुहुन्छ टिक लाउने ठाउँ छ आई एग्री टु द टर्म्स एन्ड कन्डिसन एन्ड प्राइभेसी पोलिसी यहाँ तपाईँले टिक लगाइसकेपछि र तपाईँले सबमिट गर्नु भएपछि के हुनेछ तपाईँको आइडी इनरोल हुनेछ र यसरी तपाईँको आइडी इनरोल भइसकेपछि तपाईँको त्यहाँनेरि तपाईँले भित्र गएर के देख्न सक्नुहुन्छ भन्ने कुराहरू म तपाईँलाई देखाउन गइरहेको छु हेर्नु होला ल हेर्नुहोस् तपाईँहरूको आइडी के भयो त ओपन भइसकेको छ अब आइडी तपाईँहरूको ओपन भइसकेको छ यसरी देख्न सक्नुहुनेछ यहाँनिर र यहाँ के भनेको छ भन्दा एकाउन्ट क्रिएटेड एन्ड इनरोलमेन्ट सबमिटेड विथ रिसिप्ट यो रिक्वेस्ट इज पेन्डिङ टु अप्रुभल र तपाईँको यो अकाउन्ट क्रिएट भइसकेको छ यो अप्रुभलको लागि गएको छ जब तपाईँको यो म्याक्सिमम 24 आवर्स टु 48 आवर भित्रमा तपाईँको के हुनेछ यो एकाउन्ट एप्रुभ हुनेछ अब तपाईँले गर्नुपर्ने नेक्स्ट रहेको छ तपाईँको केवाइसी भेरिफिकेसन गर्नु पर्यो यो गेट भेरिफाइडमा गएर तपाईँले गर्न सक्नुहुनेछ र यहाँ हेर्न सक्नुहुन्छ तपाईँको डिटेल्सहरू अब तपाईँले यहाँ के गर्नु पर्यो केवाइसी भेरिफाइड गर्नु पर्यो तपाईँको डेट अफ बर्थ अघि हामीले हालेको अटोमेटिक यहाँ लिइसकेको छ सिटिजनसिप राख्नुभयो ठिक छ ओके अब मैले के गरेँ इस्यु डेट राखेँ इस्यु डेट तपाईँले यहाँबाट टिक गरेर राख्न सक्नुहुन्छ र मैले 12 ऱ्यान्डम राखेको छ तपाईँले आफ्नो एक्चुअल राख्नु होला तपाईँको नागरिकता अनुसारको र तपाईँको नागरिकताको नम्बर राख्नु होला यहाँनिर र तपाईँले अगाडि तल देख्न सक्नुहुन्छ सिटिजनसिप फ्रन्ट साइड र ब्याक साइडको फोटो तपाईँले के गर्नुपर्छ यहाँ अपलोड गर्नुपर्छ जस्तो मैले यहाँ तपाईँको क्लिक गरेँ तपाईँको एउटा मैले यो फ्रन्ट साइडको यहाँ राखेँ ओपन त्यसै गरी मैले के गरेँ ब्याक साइडको पनि तपाईँको फोटो राखेँ ओपन र यति गरिसकेपछि तपाईँले यहाँ तल आई कन्फर्म द्याट द डकुमेन्ट प्रोभाइडेड आर अथेन्टिक एन्ड बिलोङ्स टु मीमा गएर के गर्नुहोस् क्लिक गर्नुहोस् क्लिक गरिसकेपछि तल तपाईँले देख्न सक्नुहुन्छ सबमिट फर भेरिफिकेसन तपाईँले के गर्नु पर्यो क्लिक गर्नु पर्यो यति गरिसकेपछि तपाईँको केवाइसी पनि के भयो त भेरिफिकेसनको लागि तपाईँको कम्पनीको आधिकारिक वेबसाइटमा गएको हुन्छ यति गइसकेपछि कम्पनीले तपाईँको केवाइसी दिस डकुमेन्ट नम्बर इज अलरेडी युज इन एनदर केवाइसी फर्म सो यो अगाडि नै युज भइसकेको रहेछ सो मैले फेरि तपाईँलाई अर्को कुनै युज गरेर राख्नेछु हेर्न सक्नुहुन्छ त्यसै गरी फेरि तपाईँले यहाँ फोटो राख्नु होला फ्रन्ट र ब्याकको ओपन नेक्स्ट पनि गर्नु होला र तपाईँले यहाँ क्लिक गर्नु होला आई कन्फर्म द्याट द डकुमेन्ट प्रोभाइडेड आर अथेन्टिक एन्ड बिलोङ्स टु मी र के गर्नु सबमिट फर भेरिफिकेसनमा क्लिक गर्नु होला यति गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुनेछ नेक्स्ट पेज खुल्नेछ केवाइसी डकुमेन्ट सबमिटेड सक्सेसफुल्ली फर रिभ्यू अब तपाईँको यो केवाइसी डकुमेन्ट पनि सक्सेसफुल्ली तपाईँको सबमिट भइसकेको छ अब तपाईँको के हुन्छ त भन्दा यो रिभ्यूमा गएको छ अब तपाईँको कम्पनीले के गर्नेछ तपाईँको 24 आवर टु 48 आवर्स भित्रमा तपाईँको यो केवाइसी भेरिफिकेसन के गर्नेछ रिभ्यू गर्नेछ र तपाईँको के गर्नेछ अप्रुभ गर्नेछ अप्रुभ गरिसकेपछि तपाईँ त्यहाँबाट तपाईँको एकाउन्ट के हुनेछ त स्टार्ट हुनेछ ओके अब हेर्न सक्नुहुन्छ त्यो अहिलेको आइडी तपाईँहरूलाई मैले आइडी बनाएर कसरी बनाउने भन्ने कुरो देखाउनको लागि तपाईँहरूलाई प्रोसेस सिकाउनको लागि गरेको थिएँ अब म तपाईँहरूलाई अर्को आइडीबाट लगइन गरेर ड्यासबोर्ड तपाईँको अगाडि मैले खोलेर देखाइसकेको छु हेर्न सक्नुहुन्छ ड्यासबोर्ड यस्तो रहन्छ म तपाईँलाई स्टार्टिङदेखि देखाउने छु सबभन्दा पहिला हामी होममा जाउँ ल ओके हेर्न सक्नुहुन्छ हामी होममा गएको छौँ अब तपाईँले यहाँबाट तपाईँको मेरो अलरेडी लगइन भइसकेको छ सो म तपाईँलाई ड्यासबोर्ड देखाउँछु तपाईँहरू लगइन गर्नको लागि आफ्नो आइडी पासवर्ड तपाईँले बनाइसक्नु भएको हुन्छ त्यहाँबाट तपाईँहरूको जुन तपाईँले इमेल राख्नु भएको छ त्यो आइडीमा तपाईँहरूको इमेल र पासवर्ड तपाईँले अघि एकाउन्ट क्रिएट गर्दाखेरि जुन युज गर्नुभएको छ त्यो युज गरेर तपाईँले के गर्न सक्नुहुन्छ तपाईँको आइडी लगइन गर्न सक्नुहुन्छ र लगइन गरिसकेपछि तपाईँ ड्यासबोर्डमा जान सक्नुहुन्छ ल ओके हेर्न सक्नुहुन्छ ड्यासबोर्ड यसरी तपाईँको यो ड्यासबोर्डमा यहाँ सबै कुरो तपाईँहरूले देख्न सक्नुहुन्छ यो एकाउन्ट इज भेरिफाइड यु हेभ फुल एक्सेस टु अल फिचर्स जब तपाईँको सबै कुराहरू भेरिफाइड हुन्छ कम्पनीबाट देन तपाईँहरूले यसरी नै योर एकाउन्ट इज भेरिफाइड यु हेभ फुल एक्सेस टु अल फिचर्स भनेर यहाँ देख्न सक्नुहुनेछ र यहाँ तपाईँले देख्न सक्नुहुन्छ सबैभन्दा पहिले के छ तपाईँको अर्निङ्स टुडेज अर्निङ्स तपाईँले आजको दिनमा ज्ञान आरम्भबाट कति इन्कम गर्नुभयो भन्ने कुरो यहाँ सो गर्नेछ यो हप्ताभरिमा कति इन्कम गर्नुभयो यो यहाँ सो गर्नेछ र यो महिनाभरिमा तपाईँले कति इन्कम गर्नुभयो यहाँ सो गर्नेछ र टोटल तपाईँहरूको अल टाइम अहिलेसम्म तपाईँले ज्ञान आरम्भबाट कति इन्कम गर्नुभयो त्यो यहाँ अटोमेटिकल्ली सो गर्नेछ र त्यसै गरी यहाँ देख्न सक्नुहुन्छ मेन्टरसिप बोनस हामीले तपाईँलाई बोनसको विषयमा पनि भनेको थियौँ हाम्रो बोनसमा तपाईँको फर्स्ट भनेको एफिलिएट इन्कम भइहाल्यो सेकेन्ड मेन्टरसिप बोनस र हाम्रो थर्ड रिवार्ड हामीले 3 टाइप्सबाट चाहिँ यहाँ इन्कम गर्न सक्छौँ भनेर तपाईँहरूलाई ट्रेनिङमा पनि भनेको थियौँ र मेन्टरसिप
मेम्बरशिप बोनस तपाईँको यहाँ यसरी सो गर्छ र तपाईँको एभाइलेबल विथड्रल्स तपाईँले अहिले तपाईँको अहिलेसम्म तपाईँले विथड्रल गर्न कति बाँकी छ भन्ने कुरो यहाँ देखाउँछ र तपाईँको यहाँ देख्न सक्नुहुन्छ 50% टिडिएस अलरेडी डिडक्ट भएको छ यो गभर्मेन्टको पोलिसी अनुसारले 15% टिडिएस डिडक्ट भएर 1929 रुपियाँ मैले यहाँ राज्यलाई के गरेको छु कर तिरेको छु तपाईँले यो पनि देख्न सक्नुहुन्छ त्यहाँबाट त्यसै गरी अब अरू बाँकी कुराहरू यहाँ छ हेर्न सक्नुहुन्छ तपाईँले कोर्स होइन कम्प्लिटेड तपाईँले कतिवटा कोर्स स्टडी गरिसक्नुभयो यहाँ तपाईँको सो गर्नेछ अनि तपाईँको कतिवटा इन प्रोग्रेसमा छ तपाईँको यहाँ सो गर्नेछ र तपाईँको पोइन्ट्स हामीले तपाईँलाई पोइन्ट सिस्टम छ हाम्रो रिवार्ड्सको लागि भनेर भनेको थियौँ जब तपाईँको 15 पोइन्ट्स कम्प्लिट हुन्छ तपाईँहरूको के हुन्छ लेभल अपग्रेड हुन्छ लेभल तपाईँको 0 बाट 1 मा तपाईँहरू के हुनुहुन्छ अपग्रेड हुनुहुन्छ सो यहाँ 15 पोइन्ट्स मेरो पुगिसकेको छ सो मेरो लेभल के भएको छ त यहाँ देख्न सक्नुहुन्छ लेभल 1 मा म अपग्रेड भइसकेको छु र त्यसै गरी तपाईँको पोइन्ट्स यहाँ सो गर्नेछ र यसरी तपाईँको ड्यासबोर्डमा सबै कुराहरू तपाईँले देख्न सक्नुहुनेछ र अब तपाईँले मेन हाम्रो कोर्स यसरी हेर्न सक्नुहुन्छ हाम्रो कोर्सहरू तपाईँको 15वटा कोर्स मैले तपाईँलाई भनेको थिएँ 15वटा कोर्समा फर्स्ट रहेको छ एफिलिएट मार्केटिङ सेकेन्डमा तपाईँले देख्न सक्नुहुन्छ एआई मास्टरी थर्डमा क्यानभा मास्टर क्लास फोर्थमा कम्युनिकेसन स्किल्स त्यसै गरी कन्टेन्ट क्रिएसन त्यसै गरी डिजिटल मार्केटिङ त्यसै गरी डिजिटल रिभोल्युसन त्यहाँबाट मेटा एड्स त्यहाँबाट माइन्डसेट त्यसै गरी फोटोसप त्यहाँबाट स्क्रिप्ट राइटिङ सेयर मार्केट टार्गेट भिडियो एडिटिङ मास्टरी युट्युब मास्टरी गरेर हामीसँग अहिले तपाईँको के छ भन्दा 15वटा कोर्स अभाइलेबल छ अब तपाईँ ड्यासबोर्डमा गइसकेर तपाईँको अकाउन्ट अप्रुभ भइसकेपछि तपाईँले यो कोर्सलाई यहाँ गएर प्ले गरेर हेर्न सक्नुहुन्छ म तपाईँलाई एउटा कोर्स देखाउने छु ओके फोटोसप मैले तपाईँलाई देखाउन चाहे हेर्न सक्नुहुन्छ खोलिरहेको छ ओके यहाँ हेर्न सक्नुहुन्छ हाम्रो कोर्सहरू यसरी खुलेको छ तपाईँलाई मैले फोटोसप खोलेर देखाएको थिएँ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ हाम्रो जस्तो फोटोसपमा 1 2 3 गरेर हाम्रो 10वटा मोड्युल रहेको छ र मैले तपाईँहरूलाई फर्स्ट मोड्युल प्ले गरेर देखाउन चाहेँ यसरी तपाईँहरूले हेर्न सक्नुहुन्छ कोर्स हाम्रो यसरी खोल्नेछ यसरी तपाईँहरूले यहाँनिर गएर कोर्सलाई स्टडी गर्न सक्नुहुनेछ सबै कोर्सहरू तपाईँको यसरी नै हाम्रो मोडल वाइज तपाईँहरूले देख्न सक्नुहुन्छ जस्तै अर्को पनि तपाईँलाई म देखाउन चाहेँ त्यहाँबाट नेक्स्ट क्लास तपाईँले हेर्न सक्नुहुन्छ युट्युब मास्टरी यो पनि तपाईँलाई म प्ले गरेर देखाउने छु एकपल्ट यसरी नै तपाईँको हाम्रो 15वटा कोर्स तपाईँले यसरी नै स्टडी गर्न सक्नुहुनेछ ओके ल हेर्नुहोस् हाम्रो तपाईँको युट्युब मास्टरीको पनि कोर्स खोलिसकेको छ तपाईँले जस्तो मोडुल 1 यहाँ प्ले गर्न सक्नुहुन्छ तपाईँले मोडुल 1 मा क्लिक गर्नु भने मोडुल 1 खुल्नेछ र तपाईँको यसलाई तपाईँले प्ले गर्न सक्नुहुनेछ युट्युब मास्टर क्लासको पहिलो मोडुलमा यसरी तपाईँहरूलाई युट्युब मास्टर क्लासको बारेमा पनि हामीले यसरी भिडियो वाइज तपाईँहरूलाई बुझाउने छौँ र तपाईँले यहाँबाट स्टडी गरेर युट्युबसँग सम्बन्धित सम्पूर्ण जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ स्किल नयाँ सिक्न सक्नुहुनेछ यसै गरी हाम्रो धेरै क्लासहरू छ तपाईँले क्लासको अनुसार गएर क्लासमा गएर क्लासका सबै कुराहरूलाई स्टडी गरेर स्किल सिकेर नयाँ नयाँ स्किलहरूलाई आफ्नो लाइफमा युटिलाइज गरेर तपाईँले एफिलिएट गरेर यहाँबाट प्रशस्त मात्रामा पैसा कमाउन सक्नुहुन्छ सो सबैभन्दा मेन कुरा तपाईँहरूले बुझ्नुपर्ने कुरा के छ भने यहाँ तपाईँको स्कोपको कुरा गर्नुहुन्छ र फ्युचरको कुरा गर्नुहुन्छ भने तपाईँले प्रशस्त मात्रामा पाउन सक्नुहुन्छ यहाँनिर तपाईँले म तपाईँलाई रिफरल लिङ्क पनि तपाईँलाई देखाउन चाहन्छु यहाँनिर यसरी तपाईँहरूको जस्तो तपाईँ जब तपाईँहरू ड्यासबोर्डमा आउनुहुन्छ तपाईँले यहाँ रिफरल लिङ्कहरू पनि पाउन सक्नुहुन्छ यहाँ तपाईँको रिफरल लिङ्क तपाईँको रिफरल कोड यसरी यहाँ आउनेछ यो तपाईँहरूले यो कोड युज गरेर तपाईँको जसले पनि पर्चेस गर्नुहुन्छ उहाँले के गर्नुहुन्छ त उहाँको थ्रुबाट तपाईँलाई के आउनेछ त कमिसन आउनेछ सो सबैभन्दा पहिला यसलाई बुझ्नु एकदम जरुरी छ मैले तपाईँलाई आजको यो क्लासमा ज्ञान आरम्भ लगइन कसरी गर्ने र केवाइसी कसरी अपडेट गर्ने र हाम्रो क्लासहरू कस्ता कस्ता क्लासहरू छन् र तपाईँको ड्यासबोर्डमा तपाईँले के देख्न सक्नुहुन्छ सबै कुराहरू बुझाएका छौँ र फेरि तपाईँहरूलाई अरू कन्फ्युज भएको कुराहरू बुझाउने छौँ नेक्स्ट क्लासहरूमा सो आजको लागि मलाई बिदा दिनुहोस् हस् धन्यवाद